नमस्ते, म उर्मिला महर्जन हो। म आज बफ मिक्स चटामरी बनाउँदैछु। म तावा तताउँदैछु। अब तावा ततिसकेपछि चाहिँ यो चामलको पिठोको चटामरी बनाउँदैछु। बफ मिक्स चटामरीको लागि म मासु राख्दैछु। यसरी फिटेर अन्डा फिट्न जाँदैछु। हल्का प्याज हाल्दैछु, क्याप्सिकम अलिकति हाल्ने, धनियाँ अलिकति, अनि म फेरि फिट्छु, अनि पछिबाट हाल्ने। अब माथिबाट गोलबेरा मिठो पनि हुन्छ। हल्का मसला यसो छर्क्यो भने 3 प्लेट जति यसले छोपेर यसरी राख्यो भने यो हामीले राखेको 3 प्लेट भइसकेको छ। अहिले रेडी पनि भइसक्यो।